Hello everyone, good morning सबैजनालाई वेलकम टु माई एनदर न्यू भ्लग्स। म चाहिँ ड्युटी आज मर्निङ ड्युटी जाँदैछु। अस्ति इभिनिङ चाहिँ आज हेटौँडा जान लागेको छौँ गाइस, त्यसैले अलि छिट्टै ड्युटी गरेर म चाहिँ अब गर्छु ड्युटी। अनि स्कुल पनि लागिसकेछ अनि म चाहिँ मर्निङ ड्युटी गर्छु, दिदीहरू चाहिँ इभिनिङ ड्युटी गर्नुहुन्छ। अनि हामी निस्केर चाहिँ आज हेटौँडा घुम्न जान्छौँ गाइस। त्यहाँ के हुन्छ के गर्छु हजुरहरूलाई देखाउने छु। अहिलेलाई बाई बाई। को वेदर चाहिँ आजको कस्तो छ भन्दा पुरै घाम लागेको छ गाइस। अब पुरै गर्मी हुनेवाला छ, त्यही होइन गाइस। आफै आएको पुरै वेदर यस्तो आज पुरै घाम लागेको छ। आज गर्मी हुनेवाला छ। अब म चाहिँ यहीँबाट ड्युटी जान्छु जहिले नारायणी हस्पिटल। अब चाहिँ म हस्पिटल गएर भेट्छु है त गाइस। हस्पिटल पनि भिडियो बनाउनु मिल्यो भने बनाउँछु, मिलेन भने बनाउँदिनँ। यस्तो छ यहाँको वेदर। के भन्न आएको भन्दाखेरि साँच्चै आज होल डे चाहिँ कस्तो हुन्छ भनेर चाहिँ म देखाउँछु भने चाहिँ भन्न आएको। आज होल डे चाहिँ कस्तो हुन्छ म देखाउँछु है त आज पछिसम्म हजुरहरूलाई। अब चाहिँ ड्युटी पुग्न लागेँ, पछि त्यो भेट्दैछु। बाई बाई। चाहिँ यस्तो हुन्छ हाम्रो हस्पिटल चाहिँ हो। मैले 1 महिना ड्युटी गर्ने हस्पिटल है त गाइस यो। पुरै चाहिँ खिच्न मिल्दैन, भित्रको अलिअलि मात्रै निकाल्नुपर्छ, त्यसैले। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। यहाँ हुनुहुन्छ रूपा दिदी, यहाँ हुनुहुन्छ सोनाम दिदी। अनि हामी चाहिँ आज सानो ट्रेक जाँदैछौँ यो वीरगन्जको। अनि कहाँ जानु लाग्यो दिदी? हामी जान लाग्छौँ हेटौँडा, मकवानपुर जिल्लाको पाँचपन्डा भन्ने ठाउँमा। पाँचपन्डा भन्ने ठाउँमा जाँदैछौँ गाइस। अब चाहिँ त्यहाँ कस्तो हुन्छ हामी त्यहाँको पुरै भ्यू चाहिँ हजुरहरूलाई एक्सप्लोर गर्नेछौँ होइन। पाँचपन्डाको अहिले चाहिँ हामी गाडीसम्म चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ ठुलो गाडी आउँदैछ अनि हामी चाहिँ आज भ्याकेसन जस्तै बिदा भोलि, त्यही भएर आज हाम्रो ड्युटी पनि भ्याएर चाहिँ हिँडेको छौँ हामी गाइस। अहिलेलाई बाई बाई। बाई दिदी। ल बनिसक्यो। त्यो औँला हात हट, उताकोबाट चाहिँ समातेर उ गर न। हो ल पाउ त कति राम्रो आएछ। ल के हेर्दै तानिरहेको छ, नहेरिकन तान न। कस्तो छ? पानी छिट्यायो। यो चाहिँ इभिनिङ सो आइपुग्यौँ होइन त फाइनल्ली। आइसक्यौँ। हिँड्दै हुनुहुन्छ दिदीको घर।
रुम डेकोरेसन कति राम्रो छ। यस्तो राम्रो फुल रहेछ यहाँ चाहिँ। दिदीको घरमा चाहिँ लाइटिङहरू कति राम्रो रहेछ। यहाँ चाहिँ कस्तो कस्तो राम्रो के यो लाइट। आइसकेको छौँ फापरबारी भिडियो गर्नु। अहिले चाहिँ हामी किचनमा छौँ र यहाँ रुपाजीले चाहिँ आयो भने मासु पकाउँदै हुनुहुन्छ। रुपाजीले के पकाउनु भएको? आज मैले लोकल कुखुराको मासु बनाउनु। लोकल कुखुराको मासु चाहिँ पकाउनु हुन्छ। दिदी उहाँदेखि आएर पनि यस मिहिनेत गर्दै हुन्छ खानालाई। सबैजना फ्रेस भएछ माझ त्यो के भन्छ वीरगन्जको गर्मी पछि मासु पाक्दैछ। त्यहाँ चाहिँ नानी हुन्छ। हाई सोनाम दिदी तपाईँ के गर्नुभएको? लसुन केलाउँदैछौँ। अब सोनाम दिदी र म चाहिँ यहाँ लसुन केलाउँदैछौँ। हामी चाहिँ लसुन केलाउनेमा परेको छौँ काममा। अब चाहिँ हामी लसुन केलाउँछौँ है त गाइज। लिची नै लिचीको पकाउनु राति नै यो पोलहरूले गर्दा है अलिकति त्यही जुम गरेर खिच्ने अब।